त परमेश्वरको प्रेम कहिले शर्तमा हुँदैन क्या, शर्तमा तिमीले मलाई यस्तो गर अनि म तिमीलाई यस्तो गर्छु भन्ने हुँदैन। हामी पापी छँदै शत्रु हुँदै म त्यस्तैमा एक्सेप्ट गर्छु तिमीलाई, म तिमीलाई त्यत्तिकैमा लाने भनेर उहाँले भन्न चाहेको त्यस्तो खालको पो त। अनि त्यसले गर्दा कहिल्यै तपाईँले निराश हुनु पर्दैन। परमेश्वरले तपाईँलाई किन्यो, परमेश्वरले तपाईँलाई आफ्नो बनाउनु भयो, परमेश्वरले तपाईँलाई माया गर्नुभयो, कसैले मेटाउनै सक्दैन यो कुरा। ल पढ्नुहोस्, मैले अहिले कुन चाहिँ निष्ठाचारको अघि यस संसारबाट पिता कहाँ जाने आफ्नो घडी आइपुगेको येशूले थाहा पाएर संसारमा भएका आफूहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्तसम्म प्रेम गर्नुभयो। अन्तसम्म अनन्त प्रेम हो। त्यस्तो खालको प्रेमले उहाँले प्रेम गरेको। उहाँको प्रेममा कुनै शर्त नै छैन। अब चाहिँ वाक्क भयो दिक्क भयो भन्ने कुरा हुँदैन। छोडेकै छैन पवित्र आत्माले। जेल जाँदा प्रभु सँगै जानुभयो, जेल त्यो मान्छेसँगै। त्यसले गर्दा यहाँ भन्दैछ मृत्युसम्म नपुर्याउने पाप भनेको चाहिँ अझै पनि पश्चातापको सानो तुस बाँचेको छ र पवित्र आत्माले सम्झाउँदैछ भने प्रार्थनै गर्नु त्यो मान्छे बाँच्छ भन्दैछ। त्यसको शरीर जेडभित्र सड्ला तर आत्मा त तयार नै हुन्छ। तर भन्दैछ यहाँ भने मृत्युसम्म पुर्याउने पाप हुन्छ, यसका निम्ति प्रार्थना गरोस् भने म भन्दिनँ भनेको चाहिँ अब मान्छे मार्यो, हातमा रगतै रगत छ, दैलोबाट बिदा हुन आँट्यो, पुलिसले आएर हातकडी लगाएर लाँदैछ, त्यति बेला ब्रदर हामी प्रार्थना गरिदिन्छौँ, छोड्दै भाइ प्रार्थना छोड्दै ल गर्नु पर्दैन, मैले जान माऱ्यो केही प्रार्थना साथमा केही पर्दैन जाऊ भने चाहिँ अब त्यो चाहिँ कठोर भएछ। त्यति बेला चाहिँ पवित्र आत्माको आवाजलाई निभाइसकेछ अनि उसको लागि चाहिँ प्रार्थना नगर्दा पनि हुन्छ। किनभने पहिला प्रभुलाई पाएको हो, त्यो प्रभुले बचाउँथ्यो भने बचाउँथ्यो नि मलाई भन्यो भनेदेखि चाहिँ सकियो। त्यहाँबाट चाहिँ त्यस्तो खालको कठोर अवस्थामा चाहिँ लाखौँमा एक दुईजना मात्रै पुग्छ, लाखौँमा एक दुईजना। त्यसले गर्दा भन्दैछ सबै अधर्म पाप हो तर मृत्युसम्म नपुर्याउने पनि पाप हुन्छ भनेपछि पवित्र आत्मा चाहिँ त्यति साह्रो त्यो किनेको सम्पत्तिको चाहिँ त्यति साह्रो पछाडि परेर चाहिँ आफ्नो बनाउन खोजेको त्यस्तो साह्रो। तपाईँले पत्याउनु हुनुहोला परमेश्वर स्वर्गको परमेश्वरको प्रभु यीशु मसीहको आत्मा चाहिँ तपाईँभित्रबाट बास गरेको त्यति भयङ्कर। त्यो क्रुसमा बेचिसकेर युदा इस्करियोतले ल्याएर माफ मागेको भए पनि माफ पाइहाल्थ्यो। त्यस्तो साह्रो त परमेश्वरको प्रेम कहिले शर्तमा हुँदैन क्या, शर्तमा तिमीले मलाई यस्तो गर अनि म तिमीलाई यस्तो गर्छु भन्ने हुँदैन। हामी पापी छँदै शत्रु हुँदै म त्यस्तैमा एक्सेप्ट गर्छु तिमीलाई, म तिमीलाई त्यत्तिकैमा लाने भनेर उहाँले भन्न चाहेको त्यस्तो खालको पो त। अनि त्यसले गर्दा कहिल्यै तपाईँले निराश हुनु पर्दैन। परमेश्वरले तपाईँलाई किन्यो, परमेश्वरले तपाईँलाई आफ्नो बनाउनु भयो, परमेश्वरले तपाईँलाई माया गर्नुभयो, कसैले मेटाउनै सक्दैन यो कुरा। ल पढ्नुहोस्, मैले अहिले कुन चाहिँ निष्ठाचारको अघि यस संसारबाट पिता कहाँ जाने आफ्नो घडी आइपुगेको येशूले थाहा पाएर संसारमा भएका आफूहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्तसम्म प्रेम गर्नुभयो। अन्तसम्म अनन्त प्रेम हो। त्यस्तो खालको प्रेमले उहाँले प्रेम गरेको। उहाँको प्रेममा कुनै शर्त नै छैन। अब चाहिँ वाक्क भयो दिक्क भयो भन्ने कुरा हुँदैन। हेर्नुहोस् ल यता क्रिस्चियन भएर सबैभन्दा ठुलो पाप गर्ने मान्छेको नाम हो पत्रस। तर पत्रसलाई मण्डलीको खाँबा बनाइदिनु भयो उहाँले। पत्रसले बाइबल स्टडीमा असल प्रकारको आन्सर अथवा उत्तर पनि दियो। तर पत्रसको यस्तो समय आयो पत्रसले बाइबलमा नगर्नुपर्ने काम गर्यो। कहिले पनि परमेश्वरले व्यभिचार गर्यो भने म तिमीलाई चिन्दिनँ भनेको छैन। व्यभिचार गरेको तत्काल क्षमा हुन सक्छ, चोरेको तत्काल क्षमा हुन सक्छ। तर जसले मान्छेको अगाडि मलाई इन्कार गर्छ त्यसलाई म पिताको अगाडि इन्कार गर्छु भनेको थिएँ। त्यस्तो भयङ्कर पाप इन्कार गर्नु चाहिँ। तीमाथि इन्कार मात्रै होइन सरापे पनि उसले। अनि सराप्दाखेरि पनि उसले कस्तो प्रकारले सराप्यो होला लेखेको छैन। अनि म चिन्दिनँ कि चिन्दिनँ भन्यो। अनि त्यहाँदेखि उसले अब प्रेरितको काम पाएको थियो। चर्चमा जेठो दाजु थियो, सबैभन्दा अरूलाई अगुवाई गर्न सक्ने खालको मान्छे थियो।
तर उसको जीवन नै त्यसरी कोल्याप्स भइदियो, तल गइदियो एकदमै तल। अनि त्यसो हुँदाखेरि उसलाई अब के आँटले क्रिस्चियन भएर अगाडि बढ्नु, उसको के योग्यता छ? जसले प्रभु यीशु मसीहलाई 3 चोटि पब्लिकको अगाडि सराप्यो, इन्कार गर्यो, के आँटले बाजुरी छाती खुला गरेर सेवा गर्नु अब उसलाई? त्यहाँबाट ऊ बिस्तारै बिस्तारै भित्र ब्याकस्लाइड भयो, भित्र पछि हट्यो, हरेस लागेर आयो उसलाई। अनि हरेस लागेर आइसकेपछि यद्यपि सुरुबुरु यताउता केही क्रिस्चियन गफ त गर्दै थियो होला, तर मन चाहिँ मरिसकेको थियो, भित्रको पर्खाल ढलिसकेको थियो। त्यसो हुँदा ऊ नै हो भित्रबाट अब म माछा मार्न जान्छु, हुँदैन भनेर भन्नु, मतलब प्रेरितको कामबाट म रिजाइन गर्छु, म क्रिस्चियन हुन सक्दिनँ भनेर। अनि अब उही जेठा दाजु, तर उसले त्यस्तो प्रकारको घातक पाप गर्दाखेरि अब अरू भाइहरूले त सपोर्ट पाउने, अरू भाइहरूले उत्साह पाउने त कुरै भएन। आफै बाटो हगुवा भयो, अगुवा नि बाटो हगुवा भयो। त्यसो गरिसकेपछि उसलाई निराश लाग्यो, मलाई लाग्छ। अब उसलाई बोल्न पनि धेरै मन छैन, किनभने उसले पृथ्वी तलमा त्यस्तो प्रभु फेरि अर्को जग्गा देख्न पनि सक्दैन। अनि होइन प्रभु भन्दा त्यस्तो प्यारो प्रभु, अनि पछ्यौँ भन्दा बुद्धि पुग्दैन, त्यस्तो डरलाग्दो पाप गरिपठायो। अनि साटौँ अर्को भन्दा दोस्रो प्रभु छैन। हिजो अस्तिसम्म त्यस्तो सेवा गरेको, सँगै बसेको, तर उसको कर्मले गर्दा उसलाई विच्छेद गराइदियो। छेउमा जाउँ भन्दाखेरि कसरी मैले 3 खेप सरापेको मान्छेको छेउमा कसरी के हिम्मतले जानु, मनै टुटेर आयो उसको। त्यसो गर्दा आत्मग्लानीले भरिएर, चोटले भरिएर मलाई लाग्छ ग्रुपमा पनि पत्रस अलग्गै बस्थ्यो, मजै आउँदैन थियो, उसको टाउकोमा घाम लागेको जस्तो हुँदैन थियो। त्यसो गर्दा निराश भएर ऊ पछाडि सरिसकेको थियो। अनि एक दिन एउटा चिठी आयो, चिठी आउँदाखेरि पत्रसलाई प्रभुले बेग्लै प्रकारले चिन्नुहुन्थ्यो। यो निराश हुँदैछ, जेठो भएर यसले, अगुवा भएर यसले यस्तो गर्यो भने यसको मनमा मैले छोड्ने सम्झिँदो होला, तर यसैलाई चाहिँ म ज्यादा माया गर्छु, यसलाई म देखाउन चाहन्छु। किनभने क्रुसमा मैले यसले 3 खेप सराप्दाखेरि मैले अनुहार फर्काएर प्रेमको आँखाले यसलाई मैले तानेको हो, यसलाई म छोड्दिनँ। मान्छे तल पुगेस् न पतित भएर, मैले बनाएको मान्छे त हो, मैले माया गरेको, म इन्द्रको लागि मर्ने हो। त्यसर्थ म पत्रसलाई चिठी लेख्नु पर्यो, अर्थात् खबर पठाउनु पर्यो। खबर पठाउँदा प्रभु कति ज्ञानी, प्रभुले खबर पठाउनु भयो, अर्थात् एउटा चिठी गयो। चिठी लिएर आउने मान्छेले चेलाहरू बसिरहेको जग्गामा चिठी पढेर सुनायो, बुझ्ने भाषामा भन्दैछु। अनि चिठी पढ्दाखेरि सबै खबर लेखेको रहेछ, यस्तो 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 भनेर। अनि अन्तमा लेखेको रहेछ, नसुर्ताउनु, सबै चेलाहरूलाई भनिदिनु, अनि पत्रसलाई पनि भनिदिनु ल भनेर लेखेको रहेछ लास्टमा। त्यसो गर्दा पत्रसको छुट्टै सम्बोधन आयो। पत्रसलाई प्रभुले अलग्गै, जति मन दुखेको थियो, जति आत्मग्लानी थियो, छुट्टै पत्रसलाई चिठी आयो। मर्कसको किताब 16 अध्यायमा पाउँछ। अनि अरूको निम्ति, अरूको भिडमा सँगै आएको भए, मुछेर आएको भए, म पनि त्यही ग्रुपमा रहेछु, डिस्टिङ्क्टली अथवा स्पष्ट प्रकारले मलाई त कहाँ भनेको रहेछ र भनेर भन्दा हुन्थ्यो होला। तर पत्रसलाई पनि भनिदियो भन्दा मान्छेलाई कस्तो हुन्छ? तपाईँ भिडमा हराउनु भएको छ अरे, अनि तपाईँलाई भिडमा चिठी पढेर सुनाउँदाखेरि तपाईँको नाम चाहिँ कमला छ अरे, अनि सबै भिडलाई भनिदिनु, कमलालाई पनि भनिदिनु भनेर खबर आयो भने तपाईँलाई कस्तो लाग्छ? फाल्टै प्रकारले तपाईँलाई सम्बोधन। त्यसले गर्दा बाइबलमा पत्रसलाई उसको आत्मग्लानी अनुसारको, पीर अनुसारको, ढले अनुसारको, तल गए अनुसारको फाल्टै सम्बोधन आयो। त्यति चिठीले, त्यति वचनले पत्रसलाई तान्यो। अनि यो कुरा मर्कसको किताब 16 अध्यायको 7 पदमा यस प्रकारले लेखेको पाउँछ। पढ्नुहोस् त। जाऊ उहाँका चेलाहरू, देख्नुभयो, चेलाहरू भनेपछि त एउटा झुन्ड आयो, तर पत्रसलाई पनि भनिदेऊ भन्दा कस्तो मिठो आयो। पत्रस उठे, पत्रसले बल पाए, ताकत पाए, अनि पत्रस अगाडि बढ्न सके। यस प्रकारले हामी बाइबलमा पाउँछौँ, तपाईँ जहाँसुकै पतित भएर किन नजानुहोस्, प्रभु तपाईँसँगै हुनुहुन्छ। कसरी म बताउँछु। यूहन्नाको किताबमा आउनुहोस्, पहिला यूहन्नाको किताबमा, पहिला यूहन्नाको किताबमा आउँदा हामी के पाउँछौँ भनेदेखि चाहिँ
अघि बिहानको पारिवारिक सेवामा मैले भने तपाईँहरूलाई परमेश्वरले हामीलाई पवित्र आत्मा दिएको हुन्छ अनि त्यो पवित्र आत्मा चाहिँ कोही पनि होइन, प्रभु यीशु मसीह स्वयं हो। गलातीको किताब पढ्यो भने देखिन्छ। पवित्र आत्मा प्रभु यीशु मसीह स्वयं भएर हामी प्रत्येक भित्र बस्नु भएको छ। अनि तपाईँ जहाँसुकै पुग्दाखेरि जस्तै प्रकारको तपाईँले डरलाग्दो पाप गर्नुहोस्, प्रभु यीशु मसीहले दुखेको भित्रबाट महसुस तपाईँलाई जनाउनुहुन्छ, भएन बाटो बिग्रियो भनेर भित्रबाट। त्यसलाई भन्छ पवित्र आत्माले सम्झना गराएको, पवित्र आत्माले कायल गराएको। तपाईँले पाप गर्ने बित्तिकै चट्टै छोडेर जानुपर्ने, किन छोडेर नगएको भन्दाखेरि उहाँले भनेको छ म तिमीलाई कहिल्यै त्याग्दिनँ, कहिल्यै छोड्दिनँ भनेको छ उहाँले। अनि कहिल्यै छोड्दिनँ, कहिल्यै त्याग्दिनँ भनेर उहाँले कहिले झुट बोल्न नसक्ने भनिसकेपछि त्याग्नै सक्नुहुन्न। अनि बरु बेशक तपाईँ र मैले त्याग्न सक्छौँ। अब जस्तो एकजनाले युहन्नाको किताब 10 अध्यायमा आउनुहोस्, यो पढ्नुभन्दा अगाडि युहन्ना रचित सुसमाचार 10 अध्यायमा आउनुहोस्। 10 अध्यायको 27 पद, 28 पद, 29 पद पढ्नुहोस्। मेरा भेडाले मेरो स्वर सुन्छन् अनि म तिनीलाई चिन्छु र तिनीले मलाई पछ्याउँछन् अनि म तिनीलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नष्ट हुने छैनन्, न त कसैले तिनीलाई मेरो हातबाट खोसेर लैजान्छ। अनि मेरा पिता जसले ती मलाई दिनुभयो सबैभन्दा महान हुनुहुन्छ अनि मेरा पिताको हातबाट कसैले तिनीलाई खोसेर लैजान सक्दैन। एउटा कुरा याद गर्नुहोस्, भन्दैछ मेरो स्वर सुन्छ भनेर। अब यहाँ दाजु र म यो कोठामा बसेर यतिकोमा बात मार्दैछौँ भने म जोड-जोडले कराउँछु दाजुलाई, भन सबजनाले यतिको बोल्दा यो माइक पनि चाहिँदैन, बिस्तारै बात मार्दा भइहाल्छ। तर मेरो आवाज कति चर्को हुन्छ, कति बेला चर्को हुन्छ भन्दा जब दाजु टाढा पुग्यो मेरो आवाज चर्को हुन थाल्छ। त्यसले गर्दा जब विश्वासी प्रभुदेखि पाप गरेर टाढा जान्छ त्यति आवाज चर्को चर्को हुन्छ। ए नजा भनेको त्यहाँ, आइज यता, आइज यता। त्यो आवाज चाहिँ जस्तै पाप गर्नुहोस्, जहीँ जानुहोस् पवित्र आत्माले सम्झना गरेर आवाज आइबस्छ भित्रबाट। त्यसको मतलब ट्याप्पै नछोडेको। अनि त्यो आवाज चाहिँ आएकै हुन्छ। तर बेशक त्यो आवाजलाई चाहिँ क्रिस्चियनले बरु निभाउँछ भन्छ। कसरी भन्दाखेरि आज पनि पाप गर्यो, त्यो आवाज आउँदैछ, आवाजलाई निभायो, भोलि पनि पाप गर्यो, फेरि आवाजलाई निभायो, त्यहाँबाट हुँदै 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 ज्यादै हद एउटा लिमिट, एउटा बोर्डर नागेर गइसकेपछि चाहिँ प्रभुले त छोड्न नचाहेको, तर तपाईँले प्रभुको त्यो आत्मारूपी चौकीदारलाई चाहिँ कुटेको गरेपछि चाहिँ त्यो बोल्न छोड्छ, बस्न चाहिँ बसिरहेकै हुन्छ त्यहाँ। जस्तो तपाईँको घरमा एउटा ज्ञानी बुद्धिजीवी एउटा सल्लाहकार ल्याएर राखेको छ अरे, घर चाहिँ तपाईँको अरे, तर त्यो सल्लाहकारले भन्यो म चाहिँ जस्ट तपाईँहरूलाई हेल्प गर्न आएको, तपाईँहरूको घर हो, कुनामा राखे पनि ठिकै छ, मलाई अगाडिपट्टि राखे पनि ठिकै छ, इज्जत गरे पनि ठिकै छ, बेइज्जत गरे पनि ठिकै छ, तर म चाहिँ छोडेर चाहिँ जाँदिनँ भने अरे। पालेको कुकुर त 1000 चोटि कुर्दाखेरि पनि फर्केर आउँछ कुकुर। अनि परमेश्वरको पवित्र आत्मा, आत्माको नामै पवित्र आत्मा यहाँभित्र बसेको हुन्छ। अनि त्यो सल्लाहकारलाई चाहिँ तपाईँले सल्लाह मान्नुको सट्टामा चाहिँ कुट्नुहुन्छ अरे, पिट्नुहुन्छ अरे, अनि भनिहेर्छ अरे, फेरि कुट्नुहुन्छ, पछाडि बोल्न छोड्छ त्यो सल्लाहकार। हुन त म तपाईँहरूकै सहायताको लागि आएको थिएँ, तर अब तपाईँहरू कुट्नुहुन्छ, पिट्नुहुन्छ, अत्याचार गर्नुहुन्छ नि त म के बोल्नु, म बरु बेसिक बोल्दिनँ। नबोलेपछि त्यो आवाज सुन्न छोड्छ क्रिस्चियनले। त्यसले गर्दा त्यो आवाज चाहिँ कति बेलासम्म आइबस्छ भन्दा चाहे त्यसले 1000 चोटि बेविचार गरोस्, 1000 चोटि ब्याङ्क फुटाओस्, 1000 चोटि ढाँटोस्, मान्छे मारोस्, जस्तै होस् त्यो आवाज चाहिँ जेलभित्र पसेर सास जाने बेला पनि आवाज आएकै गर्छ। तैँले पाप गरिस्, तैँले भुल गरिस् भने आएकै गर्छ। अनि त्यो आवाज आइबस्नु नि प्रभु यीशु मसीह त्यहाँ भइबसेको हो। तर जब त्यो आवाज चाहिँ आउनै छोड्छ भन्नु मतलब तपाईँले एकदमै अपराध गरेर पवित्र आत्मालाई निभाइदिन्छ भन्छ, त्यति साह्रो अत्याचार गर्छ, कुठाराघात गर्छ। त्यति बेला चाहिँ त्यो विश्वासीलाई सम्झाउन जाँदा मैले गल्ती गरेँ भन्ने कुरो चाहिँ मेटिएर गएछ, मैले पस्ताव गर्नुपर्छ भन्ने कुरा चाहिँ मेटिएर गएछ भनेदेखि चाहिँ त्यस्तोको लागि चाहिँ प्रार्थना नगर भनेको छ। लो के नछ आउनुहोस् यहाँनिर। तर
हातमा रगतै रगत बोकेको छ, आमा मारेछ अरे, बाउ मारेछ अरे, बुढी पनि मारेछ अरे, चोरेछ, बलात्कार गरेछ, ब्याङ्क पनि फुटाएछ। तर हातकडी लगाएर जेल लाने बेलामा एकजना ब्रदर पुगेछ। ब्रदर तपाईँको लागि हामी प्रार्थना गर्छौँ ल भन्दा निराश भएर गऱ्यो भने पनि पवित्र आत्माले छोडेको छैन रहेछ चाल पाइन्छ। त्यति साह्रो परमेश्वर छोड्दिनँ, कहिले त्याग्दिनँ भनेको छ। त्यसले गर्दाखेरि यहाँनिर पहिला युहन्नाको किताबमा आउनुहोस्। यहाँनिर पहिला युहन्नाको किताब 5 अध्यायको 16 पद पढ्दा 17 पद पढ्दा यस्तो पाइन्छ, यदि कसैले आफ्नो भाइलाई मृत्युसम्म नपुर्याउने पाप गरेको देख्यो भने उसले मागोस् र उहाँले उसलाई ती मृत्युसम्म नपुर्याउने पाप गर्नेहरूका निम्ति जीवन दिनुहुनेछ। मृत्युसम्म नपुर्याउने पाप भनेको चाहिँ हेर्नुहोस् त, मान्छेले त के भन्छ, व्यभिचार गर्यो, मान्छे मार्यो, गए ब्रदर अब खेर गयो, सक्दैन, अब भनेको पहिला सक्दैन भनेर उता हिँडिदिन्छ। त उसले पो सक्दैन भनेको त उसको मनमा त पश्चाताप छँदैछ, छोडेकै छैन पवित्र आत्माले। जेल जाँदा प्रभु पनि सँगै जानुभयो जेल, त्यो मान्छेसँगै। त्यसले गर्दा यहाँ भन्दैछ मृत्युसम्म नपुर्याउने पाप भनेको चाहिँ अझै पनि पश्चातापको सानो तुस बाँचेको छ र पवित्र आत्माले सम्झाउँदैछ भने प्रार्थनै गर्नु, त्यो मान्छे बाँच्छ भन्दैछ। त्यसको शरीर जेडभित्र सड्ला तर आत्मा त तयार नै हुन्छ। तर भन्दैछ यहाँ भने मृत्युसम्म पुर्याउने पाप हुन्छ, यसका निम्ति प्रार्थना गरोस् भने म भन्दिनँ। भनेको चाहिँ अब मान्छे मार्यो, हातमा रगतै रगत छ, दैलोबाट बिदा हुन आँट्यो, पुलिसले आएर हातकडी लगाएर लाँदैछ, त्यति बेला ब्रदर हामी प्रार्थना गरिदिन्छ, ल छोड्दै भाइ प्रार्थना छोड्दै ल गर्नु पर्दैन, मैले जान मारेँ, के प्रार्थना साथमा के पर्दैन जाऊ भन्यो भने चाहिँ अब त्यो चाहिँ कठोर भएछ। त्यति बेला चाहिँ पवित्र आत्माको आवाजलाई निभाइसकेछ, अनि उसको लागि चाहिँ प्रार्थना नगर्दा पनि हुन्छ। किनभने पहिला प्रभुलाई पाएको हो, त्यो प्रभुले बचाउँथ्यो भने बचाउँथ्यो नि मलाई भन्यो भनेदेखि चाहिँ सकियो। त्यहाँबाट चाहिँ त्यस्तो खालको कठोर अवस्थामा चाहिँ लाखौँमा 1-2 मात्रै पुग्छ, लाखौँमा 1-2 त्यसले गर्दा भन्दैछ सबै अधर्म पाप हो, तर मृत्युसम्म नपुर्याउने पनि पाप हुन्छ भनेपछि पवित्र आत्मा चाहिँ त्यति साह्रो त्यो किनेको सम्पत्तिको चाहिँ त्यति साह्रो पछाडि परेर चाहिँ आफ्नो बनाउन खोजेको, त्यस्तो साह्रो तपाईँले पत्याउनु हुन होला। परमेश्वर, स्वर्गको परमेश्वरको प्रभु यीशु मसीहको आत्मा चाहिँ तपाईँभित्रबाट वास गरेको, त्यति भयङ्कर। तपाईँले हरेस खान, अब म तपाईँलाई त्यसले गर्दा उत्साह दिन चाहँदैछु, तपाईँलाई बल दिन चाहँदैछु, तपाईँलाई प्रभुले त्यस्तो प्रेम गर्नुहुन्छ भनिकन हो। अब कुरा हामी अलिकति अगाडि बढ्छौँ। अब हामीहरूको बिचमा कोही इष्टमित्र पनि ल्याएको हुनसक्छ, उनीहरूले पनि क्या हो यो मिटिङ भनेर पनि भन्लान्। अब त्यसर्थ अलिकति हामी एउटा सानो, हामीलाई पनि जागृति पनि हुन्छ,